धन्यवाद अनिता म्याम, कुशल कार्यक्रम सञ्चालिका। आजका यस कार्यक्रमका सभाध्यक्ष म्याम हाम्रो विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पनि हुनुहुन्छ आदरणीय गीता पौडेल लामिछाने म्याम, यस विद्यालयका म्यानेजिङ डाइरेक्टर सर दधिराम लामिछाने सर आज हामी सामु हुनुहुँदैन, उहाँको स्वास्थ्यको कारणले गर्दाखेरि अलि अप्ठ्यारो भएको जस्तो छ। त्यसै गरी यस विद्यालयका एकाडेमिक कोअर्डिनेटर सर लक्ष्मण गौतम सर, प्राइमरी कोअर्डिनेटर म्याम सुप्रिया म्याम, प्री स्कुल कोअर्डिनेटर अनिता म्याम लगायत सम्पूर्ण शिक्षक शिक्षिकाहरू, विद्यालयका सम्पूर्ण कर्मचारी मित्रहरू र यहाँ उपस्थित आदरणीय सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक नमन। हाम्रो विद्यालयले एउटा एकाडेमिक महोत्सवको रूपमा यो कार्यक्रम सञ्चालन गरेको छ। यो पहिलो कार्यक्रम हो। यसमा हामीले विद्यार्थीहरूले किताबी ज्ञान मात्रै नभएर किताबी ज्ञान सँगसँगै अन्य एक्स्ट्रा क्रियाकलापहरू पनि एकदमै आवश्यक छ भन्ने कुरालाई बेजोडका साथ प्रस्तुत गर्ने प्रयास गरेका छौँ। यसमा हामीलाई पूर्ण रूपमा सहयोग गर्नुहुन्छ भन्ने कुरामा विश्वास राख्दछौँ। आउने दिनहरूमा यस्ता कार्यक्रमहरू हामी निरन्तर रूपमा सञ्चालन गरिरहनेछौँ र हजुरहरूको सहयोग यसमा हाम्रा केही रहेका कमी कमजोरीहरू सधैँभरि पूर्ण रूपमा हामीलाई आदान प्रदान गरिदिनु हुनेछ भन्ने विश्वासका साथ कार्यक्रमको सफलताको लागि यो अनिता म्यामलाई धेरै धेरै शुभकामना। उहाँ यो कन्सेप्ट चाहिँ पूर्ण रूपमा अनिता म्यामको नै हो। त्यसले हाम्रा बालबालिकाहरूलाई यति राम्रो हिसाबले उहाँले म्यानेज गर्नु भएको छ कि यो केटाकेटीहरूले यहाँ अगाडि आउँदाखेरि प्यारेन्ट्सले, म हिजो पनि यो कार्यक्रम हेर्दै गर्दाखेरि कुनै पनि प्यारेन्ट्सले यो कार्यक्रम मन परेन भनेर भन्नु भएन। सम्पूर्ण प्यारेन्ट्सहरूको यस्तो राम्रो प्रतिक्रिया आएको थियो कि अब त्यहाँ आज व्यक्त गर्न सक्ने ठाउँै छैन। यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। कार्यक्रम लम्ब्याउन चाहन्छु। थ्याङ्क यू सो मच आदरणीय प्रिन्सिपल सर, आजको कार्यक्रमको बारेमा जानकारी दिनुभएको छ र उहाँका मन्तव्यहरूको लागि। अब पनि पालो रहेको छ रोल प्लेको। डाक्टरमा रहनु भएको छ एन्जेल बराली, टिचरमा रहनु भएको छ प्रज्वल बास्तकोटी, सेफमा रहनु भएको छ डेभिड बिकर र पुलिसम्यानमा रहनु भएको छ सञ्जोग चौधरी। अबको समय भने बाबु नानीको।